मैले तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई यो आइब्रो छ नि यो हटाएर यसको माथि चाइनिजवाला आइब्रो बनाउने कि यस्तो वाला। तिमीलाई नि मैले कहिल्यै भनेको छैन। सुन, तिमीलाई मैले कहिल्यै भनेको छैन तिमीलाई के लिपस्टिकले होइन यहाँदेखि यहाँसम्म लाउँदा यस्तो राम्रो देखिन्छ, यस्तो राम्रो देखिएको। माइ गॉड, तपाईँलाई चाहिँ मैले कहिले भनेको थिइनँ तपाईँलाई यस्तरी पाण्डाको आँखा जस्तै गर्दा कस्तो राम्रो देख्छ के होइन। मैले तिमीलाई कहिल्यै भनेको छुइनँ कि होइन। तिम्रो आँखामा गाजल लाउँदा साह्रै राम्रो। हेर्नुहोस् मलाई, मैले तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई चाहिँ गाला यहाँ डल्लो डल्लो रातो गरेको राम्रो देख्छ। मैले तिमीलाई कहिल्यै भनेको थिइनँ कि तिम्रो नाकमा रातो लाउँदा साह्रै राम्रो देखिन्छ क्या। मैले कहिले उहाँलाई भनेको थिइनँ उहाँलाई यहाँनिर यस्तो रातो त्रिनेत्र बनाउँदा कस्तो सुहाउँछ। तिमीलाई यहाँ कालो कालो बनाउँदा होइन यस्तो तिमीलाई यस्तो यस्तो कालो कालो लाउँदा राम्रो देखिन्छ। तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई जुङ्गा दामी देख्छ। दारी पो त दारी बनाउँदा जुङ्गा तपाईँलाई होइन मैले कहिले पनि भनेको छुइनँ कि तपाईँलाई यहाँ रात यहाँ गोलो सेतो पाउडर लाउँदा राम्रो देखिन्छ। मैले तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई यहाँनिर मम लिएको गाइस हेर्न यहाँ ल, तपाईँलाई गाजल यहाँदेखि यस्तो अनि यहाँदेखि यस्तो लाउँदा झन् राम्रो देख्छ। मैले तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई चाहिँ यहाँ माथि रात जुङ्गा बनाएको कस्तो राम्रो देख्छ। मैले तपाईँलाई होइन कहिले भनेको छुइनँ कि यो होइन यो यसमा कोर्नु पर्दा कालो कोर्दा कस्तो राम्रो। मैले तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई चाहिँ यहाँ 3टा टुप्पी बाँधेको कस्तो राम्रो देख्छ। उहाँलाई मैले कहिले पनि भनेको थिइनँ होइन। उहाँको चाहिँ पोकेदारी बनाउँदा राम्रो देखिन्छ पोकेदारी। मैले तपाईँलाई कहिले भनेको थिइनँ तपाईँलाई चाहिँ यो गालामा यस्तरी ओम ओम लेख्ने अर्केतापट्टि। मैले तपाईँलाई कहिले भनेको छुइनँ कि तपाईँलाई जय हनुमान। म तपाईँलाई कहिले भनेको थिइनँ तपाईँको यो ओठ कन्सिलरले छेक्नुलाई।